भन्नु यहाँको विशेषता के छ भन्नुहोस्, के छ यहाँको विशेषता? अब यहाँको विशेषता त अब ढोरपाटनबाट आउने तपाईँ रोजगारी आउने अब हामीले बुकीमा लिएर अब हाम्रो जेठको 3 गते 8-10 गते आएर सौजाको 1-2 गते झर्ने हो। अब हामीले रासन पानी बोकेर खाने हो। अब बुढीहरू श्रीमतीहरूले रक्सीलाइदियो भने 1 महिना 7-15 दिन अगाडि खाने हो। एकदम। तपाईँको गोठ चाहिँ कुन चाहिँ? ऊ त पल्लो ए पल्लो चाहिँ भने यो रातो लगाउनु भयो? रातो लगाएको। यो तल्लो चाहिँ अरू अर्को मेरो साथीको साथीहरू हुनुहुन्छ? अनि पारी? पारीको नि साथीहरूकै छिमेकी हो। अनि कतिवटा भैँसी छ हजुरको? मेरो 9 त छ, सेना थुवा गएर 10 वटा 12 वटा छन्। घिउ कति माना दिन्छ घिउहरू? घिउहरू त अब 1 दिन 2 दिनमा 1 माना झर्छ। कतिवटा यहाँ मानाको 1200 रुपियाँ माना छ। 1200 रुपियाँ भनेको भैँसी कतिवटा दुध दिने भैँसी चाहिँ कतिवटा? भैँसी दुध दिने 4 वटा छन्। कतिको गाह्रो हुन्छ यहाँ बस्दा? हामीलाई गाह्रो पहिला, अहिले गाह्रो धेरै हुँदैन। अब बानी लागिसक्यो, बानी लाग्दाखेरि गाह्रो हुँदैन, आदत परिरह्यो। भन्नाले तपाईँहरूले घाँस काटेर खुवाउनु पर्छ भैँसीलाई, या भैँसी आफै यो चरन क्षेत्र पनि ठुलो भएको कारणले पनि तपाईँहरूलाई हामीले यो लैनो पारोलाई लाउरा पारोलाई काटिदिने हो। अरू त त्यस्तै चढ्दैछन्। तिनीहरू भैँसी मेरा तिनीहरू चढ्दैछन्। ठिक छ। यो त तपाईँको यो गोठाले जिन्दगी भयो होइन? अब यहाँको चाहिँ बुकी पाटनको विशेषता के छ त्यो विषयमा बताउन सक्नुहुन्छ? जस्तै यहाँ आउने पर्यटकलाई चाहिँ अब के भन्नुहुन्छ? अब आउन चाहने हुनुहुन्छ? आउन चाहनेहरूलाई खुसी लाग्यो, आउने जाने गर्ने त्यही हो हजुर। त्यहाँ के छ? त्यहाँ माथि गएपछि हामीले देख्न पाउँछौँ, के देख्न पाउँछौँ? अब हामीले माथि गएपछि धौला घर त उहरू सबै देखिन्छ। त्यहाँ हिउँचुल धौला घर सबै देखिन्छ। हिमालहरू सबै देखिन्छ। हिमालहरू सबै देखिन्छ। अनि बुकी फुलहरूसँग रमाउन पाइन्छ। बुकी फुल सबै फुलेछ त्यहाँ माथि। त्योभन्दा माथि जान मिल्छ कि मिल्दैन? तपाईँ जानुहुन्छ उहाँ होटल छैन। अब तपाईँले फाँकले यो कुहिरोले फाँक लाग्दाखेरि फाँकले तपाईँलाई धेरै असर गर्छ। ल ठिक छ। त्यसो भए जिन्दगी बिताइराख्नु भएको छ होइन? दुखम सुखम होइन? हजुर। ल त्यही पनि भिर पाखा अलि भिरहरू रहेछन् होइन? विचार गरेर हाम्रो त आदत लागेको हामीलाई यिनी समूहमा। अब हाम्रो अब लैना भैँसलाई बेलुकी रातिमा बान्दैन, बेलुकी ल्याउने धुने छाड्दिने। अब लाउरा पारालाई एकन्तको बुकु एकन्मुथा ल्याइदिने हाल्दिने। लैना पारालाई चाहिँ घाँस काटेर हाल्नु पर्यो होइन? हजुर। हस् धन्यवाद छ। ल धन्यवाद हजुर, नमस्कार।